हामी बाटोमा फोन गरेको थियो एउटा दाइले बाइक बिग्रेछ भनेर हेर्नु भर्खर आइपुगेको खोलेर हेर्यो हैन र हेर्नु त कस्तो बाङ्गो गरिदिएको छ यसलाई हिँड्नै नसक्ने जस्तो गरेको छ बाइकलाई हेर्नु त यो चेनको हालत के भयो साथी हो गाह्रो छ हाम्रो चाहिँ यता नगुना गाउँपालिका वार्ड नम्बर 3 भन्ने ठाउँमा आज म चाहिँ घर जान लागेको थियो बाइक बिग्रेर बाटोमै हाम्रो मिस्त्री साहब बोलाएर बनाउन लगाएको बनाउँदै हुनुहुन्छ यति धेरै सामान लिएर आउनु भएको छ गाउँठाउँ यस्तै हो यहाँतिर चाहिँ अलि ठिकै छ भनौँ उतातिर त पुरै खल्छो छ अहिले यो बर्खामा पुरै पानी परेर बाटो केही छैन कसरी जाने हो तनाव भइरहेको बर्खा अलिक गाह्रो कुन ठाउँमा बिग्रिन्छ कहाँ गएर बिग्रिन्छ थाहै नभन्ने छ कि यस्तो पहाड पुरै हेरौँ न यहाँ चाहिँ यो गाउँलाई चाहिँ घिसियत भनिन्छ नानी बाबाहरू स्कुलबाट आउनु भएको रहेछ गाह्रो छ बरु 2 दिन त भुटी पाल्न सक्छ बाइक पाल्न गाह्रै हुने रहेछ है मिस्त्री साहब है गाह्रो हुन्छ है कति अस्ति मात्रै कति खर्च गयो मेरो है अस्ति नि भयो फेरि आयो भयो कति मैले त यो बाइक किनेको जम्मा 6 महिना भयो मैले त फालिसकेँ नि मिस्त्री साहब टन्नै के भन्छ 70,000 के गर्ने दाइ बाटो यस्तो छ अब झन् यो बर्खा लागेपछि पहिला हिउँदोमा त एउटै बिग्रिएको थिएन बर्खा लागेपछि बिग्रे गरेर के यो मान्छेले नयाँ बाइक भन्छ कि अनि यस्तै बाटोमा कुदाएपछि त बिग्रिने छ है ल राम्रोसँग बनाउनु है ल हस् ल ओ नानी बाबाहरू कहाँ जान लाग्नु भयो स्कुल हो कि स्कुलबाट हो